आउनुहोस् हाम्रा कमजोर पुर्खाहरूले डरलाग्दा जनावरहरूबाट बचेर कसरी महान सभ्यताहरू खडा गरे भन्ने रोमाञ्चक कथा बुझौं। हिमयुगको सबैभन्दा कमजोर शिकारले आखिर कसरी 10 टनका दानवहरूलाई हराएर विश्वकै पहिलो सहर बनाउन सफल भयो होला त? विशाल जनावरहरूको राजदेखि आगोको आविष्कार हुँदै सुमेरियन सभ्यताको उदयसम्मको यो यात्रा साँच्ची नै एक महाकाव्य जस्तै छ। जम्मा 40 किलोको कमजोर अस्ट्रालोपिथेकसको अगाडि 20 टनको हिँड्ने पहाड जस्तो पारासेराथेरियम कति भयानक थियो होला, कल्पना गरौँ। 12 फुटे भालु, उनी गैंडा र खतरनाक स्माइलोडन जस्ता हिंस्रक शिकारीहरूले आदि मानवलाई सधैँ डरले लुक्न बाध्य पार्थे। तर बिस्तारै आगो र ठूलो आवाजले तर्साउँदै 10 टनको म्यामथलाई गहिरो खाल्टोमा फसाउने अचम्मको शिकारी रणनीति विकास भयो। बाँच्ने क्रममा अक्सिटोसिन रसायनले आमा र असहाय शिशुबीच गहिरो प्रेम बढाउँदै एउटा शक्तिशाली जैविक हतियारको काम गर्यो। आगोको आविष्कारले न्यानो मात्र दिएन, मानिसहरूलाई सँगै बसालेर भावनात्मक घनिष्ठता र साँचो प्रेमको जन्म समेत गरायो। नियन्त्रथालहरूले गहिरो संवेदना विकास गरे। शानीदार गुफामा आफ्ना मृत प्रियजनलाई वसन्तका फूलहरूसहित गाड्नु यसैको उत्कृष्ट प्रमाण हो। उनीहरूको प्रेम सानो समूहमा सीमित थियो, तर होमोसेपियन्सले जटिल भाषा प्रयोग गर्दै विशाल वैवाहिक गठबन्धनहरू बनाउन थाले। अब मुख्य प्रश्न उठ्छ, बाँच्ने यो जैविक प्रवृत्ति कसरी अचानक कडा कानूनी विवाह सम्झौतामा परिणत भयो त? यसको मुख्य कारण कृषि क्रान्ति थियो, जसले घुमन्ते जीवनको अन्त्य गर्दै मानिसलाई स्थायी रूपमा जमिनसँग बाँध्यो। खेतीपातीले जग्गाको स्वामित्व र पितृत्वको असुरक्षा ल्यायो। दुःखको कुरा, यसैले गर्दा प्रेम एउटा आर्थिक बन्धनमा बदलिनु पुग्यो। यसरी स्वतन्त्र शिकारी समाज बिस्तारै सम्पत्ति र पितृसत्तामा आधारित एकदमै कठोर र नियन्त्रित कृषि समाजमा परिणत भयो। नयाँ उब्जिएको सम्पत्तिको सुरक्षा गर्न मेसोपोटामियाका समाजहरूले विश्वकै पहिलो लिखित विवाह सम्झौताको सुरुवात गरे। मेसोपोटामिया र इजिप्टका नियमले त विवाहलाई शक्ति र सम्पत्ति जोगाउने एउटा क्रूर हतियार नै बनाइदिए। उता प्राचीन भारतले सुरुमा फरक बाटो अपनायो। त्यहाँ विवाहलाई एक आध्यात्मिक र पवित्र बन्धन मानिन्थ्यो। तर बिस्तारै त्यो सुरुवाती वैदिक प्रेम विवाह पनि कठोर जातपात र दाइजो प्रथाको बन्धनमा फस्न पुग्यो। स्थायी रूपले बस्न थालेपछिको सबैभन्दा ठूलो उपलब्धि भनेको आजको इराकमा उदाएको त्यो महान सुमेरियन सभ्यता थियो। मरुभूमिमै उनीहरूले पहिलो सहर ओर बसाए, पाङ्ग्रा र भाषाको आविष्कार गरे अनि विशाल जिगुरातहरू निर्माण गरे। संसारको कुनै पनि भाषासँग नजोडिएको उनीहरूको सुमेरियन भाषा आजसम्म पनि एउटा गहिरो रहस्य नै बनेको छ। सुमेरियनहरू आफै भन्थे, हामी कालो टाउको भएका मानिस हौं, हाम्रा देवता एन्कीले हामीलाई समुद्रबाट यहाँ ल्याएका हुन्। सटिक ताराको नक्सा, 100 किलोमिटर लामा नहर र ज्यालाको रूपमा बियर, यो सभ्यता साँच्चै निकै अगाडि थियो। गुफामा लुक्ने शिकारदेखि पुरै पृथ्वीको मालिक बनेर विशाल सभ्यता खडा गर्ने हाम्रो यो यात्रा साँच्चै अद्भुत छ। अब अन्त्यमा सोचौं त, के आधुनिक प्रेम भावना मात्र हो, जैविक प्रवृत्ति हो, वा कुनै प्राचीन कृषि सम्झौता?